यो कथा मेरो मात्र होइन, म जस्तै हजारौं लाखौं समुदायको कथा हो। संविधानको धाराले मौलिक हकको कुरा लेखिए तापनि म जस्तै हजारौं समुदायले भोग्दै आउनु परेको लैङ्गिक असमानता, भेदभाव, लालसाना, दुर्व्यवहार र हरेक कुरामा वञ्चित हुनु परेको अवस्था छ। घर परिवार होस्, चाहे समाज होस्, चाहे राज्य होस्। आज म के भन्छु भनी म जस्तै मेरो समुदायले पाउने अधिकार राज्यले दिनु आवश्यक छ। यही हो बन्धन। सबिना कहाँ जान लाग्यो? दुर्गालाई बेथा लागिरहेछ, त्यही भएर जानु लाग्यो। बेथा लाग्यो भने कहाँ यो कपडा लाएर जान्ला? अर्को कपडा चेन्ज गरेर जाऊ। नाट्यु बल गर, नाट्यु माथि कन बल गर। बल गर्न त बल गरे। हे भगवान, यसपालि चाहिँ मलाई जसरी भए पनि छोरो देऊ है। 5 वटी छोरीमा 4 वटी छोरी त गइसके। वंशै जोगाउनको लागि भए पनि यसपालि चाहिँ छोरो देऊ है।
बन्द गर नाच्नु नानी भाउजू हेर्नु त तपाईँको छोरा जन्मेको छ। ल बधाई छ बहिनी ल बाबु बधाई छ छोरा भएको छ धन्यवाद प्रभु, मेरो पुकार सुनिदिनु भएकोमा, मेरो वंश जोगाइदिनु भयो। धन्यवाद तपाईलाई। देख्नुभयो त भगवानले हाम्रो पुकार सुन्नुभयो छोरा जन्मियो त्यही त अब छोरा जन्मिसकेपछि त भालेर त खुवाउनु पर्यो होइन म भालेर घिउ खोजेर आउँछु ल ल बस्दै गर राम्रो हेरचाह गर नि फेरि ल बधाई छ 5 वटा छोरी पछिको छोरो जन्मिया छ गाउँमा भोज चाहिँ खानुपर्छ है भाइ भोज भजेर त खाइहाल्छु नि दाजु बल्ल बल्ल छोरो जन्मेको छ यतिको खुसियाली त मनाउनु परेन त्यही भएर म यसो गाउँतिर छरछिमेकीलाई पनि भन्नु पर्यो अनि यसो मेसोमेलो पनि मिलाउनु पर्यो भनेर हिँडेको क्या दाइ ल ठिक छ भोज चाहिँ खुवाउनुपर्छ ल बधाई छ भाइ ल यो तातो खाना खाइहेर त तिमी दुर्गा तिमी घरमा बस्दै गर म बाबुले स्कुल पुऱ्याएर आउँछु ल कान्छे जब स्कुल जानुपर्छ है Bye, Mommy. Cedar paper. Cedar paper. Cedar paper. सुन्नुहोस् न तपाईँलाई थाहा छ त्यो दुर्गाको छोरा त आज पनि केटीहरूसँग खेल्दै थियो नि केटा भएर केटीसँग मात्रै खेल्छ के हो के हुनु आमा चाहिँको मायाले पुल पुलेर मत्ताको ए यस्तो बच्चा सच्चा कुरा न हिँड्छ
हे भगवान, यो कुरा मैले मेरो बुढालाई भनौँ कि नभनौँ? बच्चा के कस्तो भन्ने कुरा मलाई मात्रै थाहा छ। होस्, भन्दिन। पछि जे पर्छ त्यही टर्छ। आमा, मलाई पनि हजुरले लगाउनु भएको जस्तो रातो चिज लगाइदिनु न। बाबु, तिमीले यो लगाउने चिज होइन नि, यो त छोरी मान्छे दिदी बहिनीले लगाउने चिज हो। तिमी त धेरै पढेर ठुलो मान्छे बनेर हाम्रो सपना पुरा गर्नुपर्छ। अनि के भन्छ? तँलाई लाज लाग्दैन? छोरो मान्छे भएर यस्तो हरकत गर्न? केटीको जस्तो बेहोरा देखाउँछ साले। गाउँका मान्छेले के भन्छन् यसको? त साला अनि तँलाई तेरो साथीहरूले के भन्दैछन्? गाउँलेहरूले कति कुरा गाडिरहेछन्। होइन त यस्तो हरकत किन गर्छस् भन् त? अनि के भन्नु भएको तपाईँले? गाउँलेहरूले के भने? गाउँलेहरूको त कामै कुरा काट्ने हो। जेसुकै भनौँ, यो मेरो छोरा हो। होइन, मैले के गल्ती गरेर बाबा? अझ केही गरेको छैन भन्छस्? यदि गलत गरेको छैनस् भने तँलाई गाउँलेहरूले देख्ने बित्तिकै किन हाँस्छन्? तँलाई त तेरो लागि गल्ती छुइनँ भन्ने नै लाग्छ नि। ल त तेरो लागि ठिक छ सोला, तर यहाँ छिमेकीहरूले कुरा काटेर बसिसक्नु छैन। मेरो इज्जत त माटोमै मिलाउने भइस्। कति कराउन सक्नु भयो क्या तपाईँ त? जाऊ हिँड्न छोरा। मैले केही बोल्न भए पो सम्झाउन खोज्यो, उल्टे लिएर हिँड्छु। दुर्गा, अब केटोको पढाइ पनि सक्यो, केटोलाई अब काठमाडौँ पठाइदियो। ऊ अझै सानै छ, काठमाडौँमा उसलाई कसले हेर्छ? केही भइहाल्यो भने? केही पनि हुँदैन के, कति चिन्ता लिइरहेको। काका काकी छन् त, काका काकीकोमा बस्छ, पढ्छ भने ऊ आफै सङ्घर्ष पनि त गर्नु पर्यो नि, छोरो मान्छे हो। खै के हो तपाईँको कुरा पनि? भएको एउटा छोरालाई किन पठाउनु परेको होला? ऊ बेलामा चाहिँ छोरा छोरा भन्ने, अहिले एउटा भएको छोरालाई पनि पठाउनु पर्ने काठमाडौँ।
तिमी बस्दै गर तिर्खा लाग्यो होला म पानी लिएर आउँछु खाजा नै बनाउँछु है त नमस्ते आमा यसो दिनु न हामीलाई पनि यसो हेर्नु के गर्नु काम गरेर खाएको भए हुन्थ्यो के मागेर हिँड्नु भयो के गर्नु आमा यस्तै गरेर मागेर हाम्रो जिन्दगी चलाउनु पर्छ हामीलाई गाह्रो छ साउनी नमस्ते साक्षी हुनुहुन्छ सक्सेस हो किन यसो हजुरले खर्च पानी लिनुहुन्छ कि छैन खर्च पनि सक्छ तपाईँहरू जस्तो त अनारी हेर्दा पनि भन्नु हुँदैन तपाईँहरू जस्तै आएर व्यवहारै चल्दैन भइहाल्नु छ त्यसो नभने न साउनी तपाईँले दिनुभएको खर्चले नै मेरो घर चल्ने हो मैले के गल्ती गरेर त्यस्तो अनारी हेर्दा पनि भन्नु हुँदैन म जस्तोलाई नदिने तपाईँको शाखा सन्तानमा म जस्तै जन्मियोस् तपाईँको घर परिवारमा कहिले सुख शान्ति नहोस् तपाईँको व्यापार बिजनेस पनि राम्रो नहोस् एदाई हाम्रो कथा कसले पो बुझ्दछ र हाँसो भित्र लुकेको दुःख कसले पो देख्दछ र किन तिमी एक्लै यो बाटो हिँडिरहेछौ बाबु के गर तैँले हो हेर्न त्यो केटाकोमा गयो कि केटीमा गयो त जहाँसुकै जास हामीलाई के मतलब
ओइ केटा तिमीहरूले के भने जहाँ सुनेको तिमीहरूले के मतलब
साथी किन्न तिम्रो आँखा रसाइरहेको के पीडाले मन भित्र गो बलिरहेको ए दाई हाम्रो कथा कसले पो बुझ्दछ र हाँसो भित्र लुकेको दुःख कसले पो देख्दछ र किन तिमी एक्लै यो बाटो हिँडिरहेछौ किन आफ्नै मान्छेबाट डारा परिरहेछौ समाजले छुट्यायो घरले पनि त्याग्यो आफ्नै भनेर चिन्ने मान्छेले पनि भाग्यो हाम्रो पनि पहिचान छ हाम्रो पनि अधिकार हामीलाई नहेर्नु हैन तिरस्कार मारिया दिन सिक घृणा हकाऊ बराबरी संसार सँगै बनाऊ मन त सधैँ माया खोज्छ साथ खोज्छ तर समाजको नजरले सधैँ घोच्न खोज्छ अब के चाहना छ तिम्रो जीवनमा भन्नु के गरे समाजले तिमीलाई स्वीकार गर्छ भन्नु
झगडेर नबस न त अनि अब कहाँ परेछ बाबु गएको त्यत्रो समय भइसक्यो के गरिरहेको छ गर्दै होला नि छोरो मान्छे हो केही न केही त गरेर बसिरहेको छ नि केही भएको होइन त फोन गर्थ्यो खबर पठाउँथ्यो अप्ठ्यारो पर्दाखेरि त भनिहाल्छ नि केही समस्यामा पऱ्यो कि एकचोटि जाऊँ न हामी काठमाडौँ खोज्न एकचोटि भाइबरले फोन गर्नुहोस् न पर्ख न 2-4 दिन म भाइलाई फोन गर्छु बरु काकीसँग बसेको छ केही न केही त फोन गर्छ नि तिनीहरूले पनि खबर त गरिहाल्छ नि तिमी त्यत्तिकै चिन्ता लिन्छौ क्या आमा हो नि त चिन्ता हुँदैन म पनि बाउ नै हो त मलाई पनि त चिन्ता लाग्छ टेन्सन नलिऊ केही हुँदैन छोरो मान्छे हो केही न केही त चिन्ता लिइरहेको थियौ नि आइपुग्यो त छोरो ल आइज छोरा आइज यहाँ बस अब यसपालि चाहिँ बिहे गर्नुपर्छ केटा यार पारी गाउँमा एउटा राम्रो केटी हेरेको छु यसपालि चाहिँ बिहे गर्लास् अब यत्रो भइसकिस् घरजम पनि त गर्नुपर्छ अब सन्तान अगाडि बढाउनु पर्छ अब बिहे गर्ने र घरजम गरेर बस्ने अब फेरि काठमाडौँ जाने कुरा नगर्ने फेरि हेलो के भयो छोरो सुतेको छ भनेको त छोरो त राति नै भागेछ नि उता गएर उहाँ आत्महत्या गरिसकेछ के गर्दैन दुर्गा ए दुर्गा ए दुर्गा दुर्गा ए उठ न दुर्गा ए दुर्गा ए दुर्गा उठ न ए दुर्गा ए दुर्गा उठ न दुर्गा उठ न दुर्गा ए दाई हाम्रो कथा कसले पो बुझ्दछ र हाँसो भित्र लुकेको दुःख कसले पो देख्दछ र किन तिमी एक्लै यो बाटो हिँडिरहेछौ किन आफ्नै मान्छेबाट डारा परिरहेछौ समाजले छुट्यायो घरले पनि त्याग्यो
आफ्नै भनेर चिन्ने मान्छेले पनि भाग्यो। हाम्रो पनि पहिचान छ, हाम्रो पनि अधिकार, हामी